आयो गाइज अब चाहिँ तिहार आइसकेको छ यस्तो दामी बनाउनु भयो घर आन्टी सो हे गाइज गुड मर्निङ वेलकम ब्याक टु आवर च्यानल आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ अनि हामी पनि सन्चै आरामै छौं सो के गाइज है फेरि पनि स्वागत छ तपाईहरुलाई हाम्रो ब्रान्ड न्यू भिडियोमा है ब्लगमा है स्वागतम सो गाइज आज चाहिँ बिहानै म माइत जान्छु भनेर कान्छी चाहिँ माइत जानलाई आँटिसकेको छिन् अब एकछिनमा जाने अरे भाले खाना इन्भाइट गरिसक्नु भएछ कान्छीले मैले चाहिँ मासु त्यही खानु हुँदैन म भाले साले होइन लोकलको कुराको त्यही भएर कान्छी जाँदैछिन् माइत अनि हामी चाहिँ भाइहरू पनि आएको छन् यता भाइहरू आएको छन् अनि भाइहरूसँग चाहिँ त्यही भएर म नगएको भाइहरू आएको छन् अनि नगएको कान्छीलाई बोलाउनु भएको छ मम्मीले कान्छी जाँदैछिन् भाले खान अनि हामी चाहिँ अब जाँदैछौँ कता कता घुम्न जानु गइन्छ कता गइन्छ हेरौँ होइन कता न कता घुम्न जानु अनि ब्लग बनाउनु म चाहिँ जान्छु भाले खानलाई ल अब हामी कता जान्छौँ एकछिनमा डिसिजन हुन्छ है कता जाने हो घुम्न थाहा छैन एकछिनमा कता जान्छौँ रमाइलो गर्ने हो आज कान्छी गए पनि जाउँ केही छैन ल सो ओके गाइज है कान्छी चाहिँ उता माइत गएको छिन् अनि हामी चाहिँ अब यता छौँ केटा भाइहरू आएको छन् कि कान्छीको भाइहरू मेरो सालो भाइहरू यता किरण ब्लग्स चिनिहाल्नुहुन्छ होला हाम्रो एकदम जल्दो बल्दो ब्लगर यता हाम्रो परविन भाइ अनि सो अब चाहिँ हामी जाँदैछौँ रमिते डाँडो है हामीले चाहिँ 1 घन्टा भयो सोच्दा यताउता हेर्दा लोकेसन कता जाउँ भन्ने भयो किनकि हामी छौँ 3 जना बाइक एकजना एउटा गुगल म्याप हेर्यौँ टिकटक हेर्यौँ युट्युब सबै हेर्यौँ सबैमा 1 घन्टा पो जान्छु नि हो र 1 घन्टा टाइममा बल्ल सो अब चाहिँ ठिकै छ उभैको बाटो जानु पर्यो उता होइन यता उभै रमिते डाँडा जानु पर्यो रमिते डाँडा अस्ति नै कान्छी म अनि अङ्कल आन्टीहरूसँग सँगै गइएको थियो अब त्यही रमिते डाँडा जाने सेकुवा खाने खोलामा एकछिन नुहाइधुवाइ गर्ने आउने होइन अहिले अलिकति ढिलो भइसक्यो 1 बजिसकेको छ अलिकति ढिलो भयो किनकि डिसिजन ढिलो भयो नि त सो अब चाहिँ हामी रमिते डाँडा जाँदैछौँ कान्छी अब उता गएर भाले खाना गएकी छिन् कान्छी चाहिँ माइतमा होइन अब म चाहिँ यता घुम्न जाने भाइहरूलाई लिएर भाइहरू आएको थिएँ नि त अनि म चाहिँ उता नगएको अनि अब घुम्न जान्छौँ हामी लेसको अब तपाईँहरूलाई देखाउँदैछौँ भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला कस्तो दामी ठाउँ छ क्या एकदम दामी छ दमकको प्रायः मान्छेहरू चाहिँ रमिते गएर चिसो खाना जाँदाखेरि छन् क्या गर्मीले हत्तु भएको हुन्छ नि रमिते जान्छ सबै चिसो खानको लागि चिसो खाँदै यो सेकुवाहरू लेट्स गो अब गाइज कम अन लेट्स गो हेराले त 7 फुटले जाने गरे उडाउनु हुन्छ यार बाइक त कस्तो न डरे यार मलाई त अब खतरा मान्छे डाँडा हेर्न सकिन्छ अब सो फाइनल गाइज है हामी चाहिँ आइपुगिसकेको छौँ मिक्लाजुङ 1 रमिते झन्डे डाँडो मोरङ यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ होइन सो फाइनली हामी चाहिँ आइसक्यौँ उकालो चढेर होइन ट्रिपल लोड यहाँदेखि यस्तो दामी दमकको भ्यू देख्न सकिन्छ क्या राति चाहिँ बब्बाल दामी देखिन्छ अस्ति नै चाहिँ राति भएको थियो दामी देखेको थियो हेर्नु त दमकको भ्यू यहाँदेखि दामी देख्न सकिन्छ यतापट्टि दमकमा पर होइन त्यो दमक यता उर्लाबारी अलिकति त्यहाँ कुयोहरू लागेर मजाले देखेको रहन्छ कि हुसेहरू लागेर क्लियर देखिन्छ नि भ्यू टावर नै देखिन्छ होला हौ लगभग हामी त्यो जङ्गल कटेर आएको होइन सो गाइज हेर्नु यता कटेर आएको ल अब यहाँ हामी एकछिन चिसो खान्छौँ हावा खान्छौँ अनि जान्छौँ भन्दा नि बुझाइ पो हाल्नुपर्छ अहिले फर्किँदाखेरि बरु एकछिन रुक्नुपर्छ हामी डाइरेक्ट रमिते जान्छौँ रमितेमा एकछिन रमाइलो गर्छौँ हेर्छौँ डाँडाहरू रमिते डाँडा त जान बाँकी नै छ नि त ए यो चाहिँ रमिते यही भनेको तिमीले यो होइन नि त रमिते यो चाहिँ भनेको कहाँ यो त डेस्टिनेसन अझै जान बाँकी नै छ नि त अनि सो फाइनली गाइज है हामी चाहिँ आइपुगिसकेको छौँ डाँडो रमितेको त्यो अघिको पनि रमितेको डाँडो त्यहाँदेखि भ्यू पोइन्ट उँधो देख्न सक्यो होइन यहाँनिर चाहिँ के भने यसरी अब चिसो खाँदै चिसो नै खाने क्या यहाँ अरू के छ होइन यहाँ टक्क क्याफे जस्तो भनौँ नि एउटा होटल जस्तो यता बस्नको लागि पनि छ होमस्टेहरू होइन होमस्टे जस्तो नै यता बस्नको लागि छ अनि यहाँ चिल गर्न
तलको गर्मी खाँदा खाँदा हत्तु हैरान भएको मान्छे चाहिँ यता आएर चिल गर्न सक्नुहुन्छ। सो अरू त अब त्यस्तो विशेषता त खासै केही देखेको छुइनँ मैले होइन। यही हो चिसो खाना आउने, गर्मीले हत्तु भएको बेला चिसो खाना आउने, डाँडा काँडा हेर्न आउने होइन, त्यही हो। टक्क यहाँनिर चाहिँ अस्ति नै पनि आएको थियौँ हामी, लास्ट टाइम एकचोटि आएको थियौँ। त्यहाँनिर सबै परिवार मिलेर आएको थियौँ, रमाइलो भएको थियो। अब एकछिन यहाँ बस्ने हो, एकछिन अब खाने हो। के खान्छौ? तुम्बा खान्छौ? नखाइ हुन्छ। सो ओके गाइस है, अब हामी एकछिन भित्र छिर्छौँ, यसो चिसो चिसो खान्छौँ, पानी सानी है। अलिक तलि चाहिँ गर्मी गर्मी भएको थियो, यहाँ त शीतल शीतल छ, त्यस्तो धेरै शीतल चिसो हावा त आएको छैन अस्तिको जस्तो। उँधोपट्टि चाहिँ उतापट्टि चिसो हावा आउँछ, अहिले चाहिँ शीतल शीतलै छ, रमाइलो छ, त्यस्तो गर्मी पनि छैन, ठिकै छ। अब भित्र एकछिन छिर्ने अनि एकछिन रमाइलो गर्ने, बस्ने। ल टक्क हामी चाहिँ आइसकेको छौँ रमिते डाँडा, बसिसकेको छौँ यहाँनिर टक्कसँगले। अब चाहिँ हामीले सेकुवाहरू अर्डर गरेको छौँ, यहाँको चाहिँ स्पेसल सेकुवा हो कि, सेकुवा चाहिँ बब्बाले बनाउँछ कि। अस्तिले लास्ट टाइम खाँदा चाहिँ पोर्क सेकुवा बब्बाल थियो है, अब अहिले नै अर्डर गरिसकेको छौँ सेकुवा चटनी। ल केटा कस्तो फिलिङ भइरहेको छ त, कस्तो छ? दमको त्यस्तो गर्मीबाट रमिते खाइन्छ, चिसो खान आउँदा एकदम खुसी लागेको छ। अलिक लाउड बोल्ने। स्पेसल यहाँको सेकुवा हामी किरण भाइ, अब तपाईँ भएपछि अलवेज जहाँ गए पनि एकदम 100% दामी हुँदैन। तपाईँ चाहिँ हुनु पर्यो क्या, तपाईँ सिनियरै तपाईँ हो, तपाईँ भएपछि जहाँ पनि दामी। सिनियर भएपछि सिनियर भएपछि डर हुँदैन, डर एउटा त मनमा डर हुँदैन, तपाईँ भएपछि डर भन्ने केटाहरूले मारे नि लट्टिकै छ, के गर्नु भाइहरूलाई लिएर हिँडेको जस दामी छ, ठाउँ पनि दामी छ, भनेर सही ठाउँ ल्याउनु भएको छ होइन। बोसो टाइपको छैन क्या हो। हम्मै हो एकै दाना बेस्ट त्यो छ। यस्तो गर्ने कि गाइज है, हामी चाहिँ अहिले आएको छौँ माथि खान्ते पिन्ते सबै गरेर टक्कसँगले यहाँको डाँडामा, त्यसको पछाडिपट्टि टक्क छ। यहाँनिर चाहिँ हामीले दामी दामी टिकटक बनाएको छौँ है, यस्तो छ हेर्नु। तपाईँले इलाम छोडेर आउनु भयो, इलाम जस्तै सिन लागेर इलाम जस्तै छ। इलाम इलाम छोडेर के भयो यहाँ इलाम जस्तो ठाउँ, अनि इलाम भेना भेना भएपछि इलामै यही हो क्या। जस ठाउँ बबाल छ, चिसो है। अनि अलिकति यता आएर चाहिँ हामी टिकटक सिकटक दामी दामी रमाइलो इन्टरटेनमेन्ट गरेको छौँ है। त्यो टिकटकहरू पनि, टिकटकको सर्ट टिकटकहरू नै हामीले दामी दामी एकदम फन्नी दामी बनाएको छौँ है, त्यो पनि हेर्नु होला टिकटकमा गएर। सो अझै पनि अलिअलि कमेडीहरू चाहिँ बनाउन बाँकी नै छ। चिसो चाहिँ अब चाहिँ हल्का चिसो चिसो बढ्दै गएको छ, अब 2-4वटा क्लिपहरू बनाएर चाहिँ हामी फर्किन्छौँ होइन। डाँडा 4:30 भइसक्यो, अनि पुग्न त एकैछिनमा पुगिन्छ, त्यो पनि हो। बाटो त कति नै टाढा छैन। यहाँ हेर्नु है त गाइस, भेनालाई कस्तो लाग्यो यो ठाउँ? भेनालाई दामी छ नि? मलाई ठिकै छ, ठिकै लाग्छ। सो फाइनली गाइस हामी चाहिँ आइसकेको छौँ घरै, रात पनि परिसकेको छ। हेर्नु न आम्म घर त यस्तो दामी बनाउनु भएछ त हाम्रो आन्टीले, बब्बाल बनाउनु भएछ घर त। सरप्राइज झिलिली तिहार आयो गाइस, अब चाहिँ तिहार आइसकेको छ, यस्तो दामी बनाउनु भयो घर आन्टीले है, झिलिली भएर। तिहारको चाहिँ कहिले हो? अब तिहार चाहिँ कहिलेदेखि स्टार्ट हो आन्टी? ए आम्म हेर्नु त गाइस कस्तो 6 गते टिका, दामी भयो दामी। झिलिली झिलिली हेलो तिहार आयो गाइस, ह्याप्पी तिहार एभ्रीबडी गाइस। ल है आउनु है सबैजना, अब देउसी भैलो खेल्न छ। यतापट्टि नै हाल्नुपर्छ हेर। ए अलिकति आधी, ए अलिकति छेउछेउ। ए आम्म ल दामी देख्यो नि, परबाट झन्डै नचिनेको नि हौ बस्ने ठाउँ है, झन्डै नि हो नि।